साइबर ब्युरो त बोलाइ गर्ने होइन यो राज्य छ र यो अमेरिकाले चलाएको देश हो नि त हजुर अमेरिकाले चलाएको देश हो है अब तपाईँको यो यस्तै दिन्छ नेपाल र नेपालीले चलाएको थियो भने यस्तो हुँदैन थियो नेपाल र नेपालीले चलाएको थियो भने कानुन हुन्थ्यो सिस्टम हुन्थ्यो होइन सबै कुरा हुन्थ्यो त्यही भएर नेपालीले देश चलाउनु पर्यो हिन्दू अधिराज्य कायम गरौँ राज संस्था ल्याउँ जब हिन्दू राष्ट्र र राज संस्था हुन्छ अनि चुनाव गरौँ चुनावको विरुद्धमा बोलो भनेर मलाई साइबरमा ल्याएको साइबरकै अगाडि आएर चुनावको यहीँबाट एउटा कुरो सानो 2 मिनट जस्तै राजाको पर्सि 1 गते झापाबाट काठमाडौँ सवारी छ र 6 गते पनि विशेष सम्बोधन आउन सक्ने सम्भावनाको कुराहरू आइरहेछ यस विषयमा केही भन्न चाहनुहुन्छ होइन महाराज धिराज त अब यो देशको लागि मात्रै होइन भारत र चाइनाको लागि पनि छारी हुनुहुन्छ है त्यसले गर्दाखेरि महाराज धिराजको पर्सि 1 गते हुने कार्यक्रममा होइन देशमा रहनुभएका विदेशमा रहनुभएका साथै छिमेकी जिल्लाहरूबाट चाहिँ नि आएर 5 लाख 7 लाख मान्छेले स्वागत गरेर चाहिँ नि यो कार्यक्रम सक्सेस गरौँ र राज संस्था र हिन्दू राज्य नआइन्जेलसम्म चुनावको कुरै नगरौँ